सम्झौताले देशका धेरै नागरिकहरू अहिले खुसी मनाइरहेछन् होइन। त्यसमा पनि तपाईँको जेएनजी भाइ बहिनीहरू उहाँहरूले रुचाएको मान्छेहरू अहिले चाहिँ सम्झौता गर्नुभएको छ एकअर्कासँग मिलेर अगाडि बढ्ने भनेर। अब यो राजनीतिक सम्झौताले राजनीतिक अवस्थालाई कहाँ लान्छ, राजनीतिक अवस्थासँगै देशको अवस्थालाई कहाँ लान्छ भनेर त हेर्न बाँकी नै छ। तर यो सम्झौतामा मेरो विचारमा चाहिँ अझै पनि कुलमान घिसिङ दाई, हर्क साम्पाङ दाई, गोपी हमाल, देशका नागरिकहरूले रुचाएका नेताहरूलाई पनि इन्भल्भ गराउन पाए चाहिँ अझै सुनमा सुगन्ध हुन्छ जस्तो लाग्छ मलाई। किनभने हर्क साम्पाङ दाई पूर्वमा निकै राम्रो हाइलाइट हुँदै गर्दाखेरि पनि दाईलाई प्रधानमन्त्री बन्न कति सिट चाहिन्छ भन्ने कुरो उहाँलाई राम्रो थाहा होला। हर्क साम्पाङ दाईलाई उहाँले चाहिँ मिलेर अगाडि बढेको चाहिँ ठिक हुन्छ जस्तो लाग्छ देशको लागि चाहिँ।